ए फतरी आमै सात पिस्तालाई पुग्ने गरी त्यो नातिलाई नसराप त त्यो धेरै सराप्ने भएर होला तिम्रो दाँत पनि 7 किलोमिटर बाहिर हुन्छ त्यो त्यतिकै आज भुइँचालोबाट झन्डै पिलित्त भइएको थियो अब फेरि भुइँचालो जाँदा कसरी सुरक्षित हुने भन्ने कुरा चाहिँ माछाका नाइकेले सिकाइरहेछ त्यहाँ म चाहिँ सरसफाइ अगुवा भएको नाताले यो बाँड्दै हिँडिरहेको छु लु त यो मलो किन चाहियो यो त गोरु ल्याउने हो यो गोरु ल्याइहाल्छ भइहाल्छ यो गोरुले लाउने मलो होइन के मान्छेले लाउने मास्क हो माग्छ किन लाउनु पर्यो तातन छाडो अब आज पो सानो भुइँचालो गयो कहीँ पनि कसैलाई केही भएन भोलि ब्राङ्गासँगले ठुलो भुइँचालो गयो भने जहाँ सुकै चरा चुरुङ्गी जीव जन्तु मरेर दुर्गन्ध फैलिया हुन सक्छ त्यतिखेर सरुवा रोग पनि सल्किन सक्छ त्यसैका लागि यो पूर्व तयारी हो क्या मेरो लु लाइहाल त बुढी ए तति लाइहाल तँलाई त स्वाइन फ्लू छ क्या रे म बुढी मान्छेलाई त यो ठिकै पनि होला ल अझ अहिलेका भर्खरका केटीहरूलाई लाली पाउडर लाउने मुखा यो मागस लाएपछि लाली पाउडरको के काम अझ लाली पाउडर बनाउने फ्याक्ट्रीले हतार गर्दैन 12-27 कुरा किन नि तिमी चाहिँ खुर्का लाउने थिए तिमीलाई यो मास्क लाउँदा त राम्रो देखिँदो रहेछ उछिटिया दाँत पनि सबै छोपिँदो रहेछ